हेलो गाइज, तपाईहरुलाई स्वागत छ दिब्ब खड्काको अफिसियल पेजमा। आज चाहिँ म रुममै बसिरहेको छु भन्दा पनि म आज कौशीमा गएर बसिरहेको छु। कामसाम केही पनि छैन मेरो है। चट्ट लाएर आनन्द छ के लाइफ आनन्द। नेपालमा बस्न यति सजिलो यस्तो यस्तो गर्यो खुट्टा, यस्तो गर्यो यस्तो बस्यो, कति सजिलो छ। नेपालमा बस्नलाई धेरै सजिलो छ। काम छैन के गर्ने त भन्दा नेपालमा बस्ने। कसरी बस्ने भन्दाखेरि यसरी बस्ने। काम नभएपछि के गरेर बस्ने, यस्तै बस्ने त भएन। धेरै सजिलो छ नेपालमा बस्न। त्यही भएर म भन्छु जति युवाहरू हुनुहुन्छ नि, जति युवाहरू बाहिर देश विदेशमा गएर काम गरेर बसिरहनु भएको छ, किन गर्नुहुन्छ? दुःख नगर्नुहोस्, पर्दैन। दुःख गर्नु पर्दैन। नेपालमा बस्न कति सजिलो छ। यसरी काम नगरिकन बस्न पाइन्छ भने बाहिर गएर किन दुःख गर्नुहुन्छ हैन? सबैले भन्छन् नेपालमै बस, केही गर, बाहिर नजाऊ, गाह्रो छ, आफ्नै देशको विकास गर भन्छ। खै नेपालमा बस्ने वातावरण चाहिँ खै कहाँ छ के? म त पश्चिम दैलेख धेरै टाढाको मान्छे होइन। काठमाडौँमा बस्न थालेको 1 वर्ष भयो। काठमाडौँमा मैले दुःख गर्न थालेको। म यो होम डेकोर सम्बन्धी काम गर्छु। मेरो अरू भिडियोहरू पनि थाहा होला सबैलाई। म यो होम डेकोर सम्बन्धी काम गर्छु। दुःख गर्न थाले मेरो 1 वर्ष भयो। खै के हो? कहिलेकाहीँ कामै हुँदैन, यसरी बस्नुपर्छ हैन? काम भए पनि के हुन्छ? महिनामा 20-25 हजारले के हुन्छ? बस्न पर्यो, 6-7 हजार रुम भाडामै लाग्छ हैन? खान पर्यो, 8-10 हजार महिनामा खाना रासनमै जान्छ। यताउता गाडी भाडा यताउता गर्दाखेरि 5-6 हजार लुगा लत्ता लाउनै पर्यो हैन? बच्च चाहिँ के त? 20-25 हजार कमाएर बच्च चाहिँ के नेपाल कसरी गर्ने? गर्ने चाहिँ कसरी के गरेर बस्ने नेपालमा? सजिलो छ? सजिलो त सजिलो छ, काम गर्न पर्दैन। यस्तै बस्ने हो। बस्नलाई चाहिँ सजिलो छ, तर के गर्नलाई साह्रै गाह्रो छ कि नेपालमा। गर्न सकिँदैन, हुँदैन। म नि जाने थिएन कि विदेश। म नि परदेश। मलाई यति गएर दुःख गर्न मलाई रहर पनि लाग्दैन, मन पनि छैन कि खासमा। मैले पनि भिजा अप्लाई गरेको छु हैन। मन लाग्दैन, मलाई पनि जान मन लाग्दैन। यही गरौँ। महिनामा मैले धेरै होइन 20 हजार बचाउन पाएँ पनि नेपालमा काम। यत्रो म दुःख गर्छु, कति काम गर्छु हैन, मेहनत गर्छु। मलाई धेरै चाहिँदैन क्या, मलाई धेरै चाहिएको पनि छैन। मैले 20 हजार मात्रै बचाउनु पर्यो कि महिनामा। खै त त्यो वातावरण खै त कसरी बस्ने नेपालमा? बस्ने चाहिँ कसरी क्या? बस्ने चाहिँ सबैले भन्छन् यही गर, केही आफ्नो देश विकास गर। गर्ने चाहिँ कसरी? सकिन्छ त? सकिँदैन नि हो। त्यही भएर जान्छ। जति युवाहरू छन् नि, हो यही पीडा भएर नै आफ्नो देश छोडेर परदेश ठाउँमा यसरी दुःख गरेर काम गरेर आफ्नो घर फ्यामिलीलाई खुसी राख्नको लागि जाने भनेको परदेश। कुनै पनि मान्छेलाई रहर हुँदैन त्यो बाहिर गएर दुःख गरेर आफ्नो फ्यामिलीसँग छुटेर बस्न। कसैलाई पनि रहर हुँदैन हो। यही भएर हुने हो। खै त 1 वर्ष भयो क्या मैले काम गरेर। मैले एक छैन। कहिलेकाहीँ त उल्टो घरबाट माग्नुपर्छ पैसा नपुगेर। कति गाह्रो छ गर्नलाई। मलाई परदेशको 1 लाख चाहिने थिएन क्या। मलाई परदेशको 1 लाख चाहिन्थेन। मैले नेपालमा 20 हजार केही गरेर काम गरेर बचाउन सकेको भए। अब गर्नेले त गरिरहेछन् है। अब त्यो सबैले गर्न सकेनन्, सबै गर्नेले गरिरहेछन्, तर गर्नलाई चाहिँ धेरै गाह्रो छ क्या। सकिँदैन। खै कसरी सकिन्छ? सम्भव छैन क्या। एक दिन काम गरेर 5 दिन यसरी बस्नुपर्छ। कसरी हुन्छ चाहिँ कसरी? सम्भव चाहिँ के कुरामा छ?
छैन, केही गर्नलाई सजिलो नेपालमा छँदै छैन, वातावरण नै छैन। हामीले बनाउने हो वातावरण, दिँदैनन् के छन् नि। हाम्रो ट्याक्कै नाम तोकेर भन्न मिल्दैन है, छन् नि हाम्रो नेपालमा। त्यही भएर बाहिर नजाउँ, युवाहरू जति सबै नेपालमै बसौँ। छन् नि नेपालमा यी भ्रष्टाचारी चोरहरू, देश बेचेर खाने जति छन् नि, मुला काटे जस्तो काटिदिनु पर्छ, फाँडी हानिदिने अनि मात्र हुन्छ। यस्तो तालले त हुँदैन, सकिँदैन। त्यही भएर म के भन्न चाहन्छु भन्दाखेरि, कि त सबै नेपालमै बसौँ है, जति युवाहरू छन् नि, सिध्याइदिउँ रोगहरूलाई, होइन भने कोही पनि नबसौँ, जाउँ। काम छैन, यो नेपालमा बसेर केही कामै छैन, सकिँदैन। कि त त्यो रोगलाई जडैदेखि उखालेर फालेपछि मात्रै हुन्छ कि है, नत्र यही तरिकाले, यही सिस्टमले जुन चलिरहेछ, यही सिस्टमले म बस्छु के गर्छु भनेर सोचिरहनु भएको छ भने धेरै गाह्रो छ। चल्दिउँ, पासपोर्ट बनाऊँ, चल्दिउँ विदेश, काम छैन नेपालमा।